1K सब्सक्राइब हाल्नु 1 2 3 गो अड्काउनु थालो साथीहरू अनि पानी हाल्नु पर्यो नि त अब हाई गाइज वेलकम ब्याक टु माई न्यू ब्लग आजको ब्लगमा तपाईँलाई स्वागत छैन हो तपाईँहरू सबजना सन्चै हुन्छ होला म पनि एकदम सन्चै छु अनि आज चाहिँ हामी तालतला आएको छौँ 1K सेलिब्रेसन गर्नलाई होइन अनि मेरो 1K युट्युब च्यानलमा चाहिँ मेरो 1K पेज छ कि युट्युब च्यानलमा अनि सेलिब्रेसन गर्ने भनेर भान्जा अनि एउटा भाइसँग आएको छौँ केक सेक काट्ने आज केक सेक लिएर आउने अनि यहाँनिर चाहिँ टक्क लगाएर यहाँ माथि छिर्छौँ हामी आजको भ्यू चाहिँ लुक एट दिस कस्तो बवाल दिन फुलेको छ ल हामीले चाहिँ यहाँ केक चाहिँ साथीहरू ट्याक्क लगाएर एउटा केकमा अब नाम हाल्नुपर्ने हुन्छ ट्याक्क लगाएर युट्युबको लोगो सोगो लगाएर अब है यहीँ खाले मैले पैसा ए भइहाल्छ Oh. 1K सब्सक्राइब हाल्नु 1K सब्सक्राइबर यहाँ लेख्दिउँ ल साथीहरू हामी चाहिँ लाग्यो अब चाहिँ यहाँबाट चाहिँ बादल पनि क्या टक्क हेर मान्छेहरूलाई नै छ अहिले पनि हेर यो हो त यहाँ उता हेर न कस्तो डेन्जर छ 700 लिन्छ ल साथीहरू हामी चाहिँ हाम्रो लोकेसनमा आइसकिसक्यो तालतला भन्ने ठाउँ आइसकिसक्यो अनि हामीले चाहिँ भुजा लिएको थियौँ कि अनि भुजा लिनु भनेर यता खोज्दैछौँ यता कहाँ पाउँछ उहाँ तलबाटै ल्याउनु पर्थेछ भुजा हामीले अब यता भुजा खोज्दै हिँड्दैछौँ चटपटेको लागि छैन कहीँ साथीहरू हामीले चाहिँ भुजा सुजा पनि यहाँ किन्यौँ अब हामीले सकिङ बोर्ड लिएको थिएन यहाँ दिदीकै दोकानमा चाहिँ आएर ट्याक्क लगाएर सामान पनि भुजाहरू चटहरू किन्यौँ यहीँनिर काटेर आएको तल किनेको त्यही हो कडा रहेछ तपाईँको होटलमा यहाँ राख्नु हुने त तपाईँको होटलमा राख्नु ल साथीहरू हामी चाहिँ अब चाहिँ यहाँबाट चाहिँ चटपटेको सामानहरू केकहरू चिसोहरू लिएर चाहिँ तालतला शीर्षक कसम आजको भ्यू चाहिँ यस्तो डेन्जर आयो कि साथीहरू त्यही हो यता ताल छ कस्तो बवाल भ्यू ल साथीहरू हामी चाहिँ हाम्रो लोकेसनमा आइसकिसक्यो तालतलाको यो चाहिँ तालतला भित्र चाहिँ होइन यता यो माथिल्लो साइडको चौरुमा हो अनि लोकेसनमा आइसकिसक्यौँ अहिले कोही छैन किनकि हामी बिहानै आएको नि त अहिले बेलुका चाहिँ यहाँ थुप्रो मान्छे हुन्छ बेलुका चाहिँ बिहान आएको हो हामी चाहिँ यहाँ टक्क बस्यो बिलेट त छैन त अब त त्यो त कुन त ए अनि ठ्याक्क लगाएर अब चाहिँ बस्दैछौँ अब यहाँ चटपटे बनाउनु पर्ने हुन्छ हाम्रो केक यो भइहाल्यो त्यही हो साथीहरू हामीसँग चाहिँ हामी चाहिँ ल पन भयो त ल बिग्रेको छैन नि छैन बिग्रेको Look at this 1K सब्सक्राइब जमाले सब्सक्राइब गरिदिनु होला चक्कु नै हाल्दैन छ साथीहरू यार यो केक पसलमा त हालिदियो होला भनेको त हालिदिएन छ अब के काट्नु अब यो अरूले फालेको जन्सीले काटौँ न धोएर लिएर यस्तोले के धोएर केही हुँदैन त हुन्छ होइन भान्जा 3 हातैले खाम काट्न चाहिँ यसले काटौँ होइन भइगयो ल साथीहरू जुगाड चाहिँ गर्नु परिहाल्यो के गर्नु त अब चम्ची यो अर्काले खाएर फ्यालेकोहरू रहेछ कि यता यस्तै अनि अब यसलाई धोएर लिएर यहाँ फेरि खोला छँदैछ छेउमै टेन्सन भएन अब त्यहाँ हालिदिनु चाहिँ पर्ने हो हालिदिएन छ कि त्यसको पनि फाल्टै पैसा लिन्छ कि खत्तम भयो नि बबाल चिसो पानी छ यार यहाँ तर अब चाहिँ हामीले के काट्नुपर्ने हुन्छ लास्टमा चक्कु चाहिँ यो यस्तो मुनि रहेछ कि यस्तो यो मुनि
यसरी छेलिएको रहेछ यी अनि यहाँ गिलास मुनि ल्याउनु भयो? त्यो उचाल्ने बित्तिकै यहाँ गिलास लिएको छ ल पहिले काटौँ ल ल यो त गाई चाहिँ अब होइन हाम्रो कटाइ चल्छ अब हाम्रो मनिष सर यस्तो बस्नु यसरी सुहाएन नि मामा यसरी हुन्छ त अब 1300 बनाउनुपर्छ भने पो हो त नि युट्युबमा हाल्यो नि तेर्सो हुनु भन्दा नि ए हुन्छ क्या हुन्छ ल फेरि त मनि चामलिङ लगाई फेरि फेरि ल अलिकति 1300 ल त ल 1300 काटौँ न त अब अनि कहाँ सकिन्छ खानु मसिनो धेरै नि ठुलो न सानो काटौँ न कसलाई लगाई भयो सक्यो अघि चाहिँ ठाडो थियो अहिले 1300 बनाइयो ल ल त गाइज हानौँ ल हानौँ बजाम आमामा लु गाँस चाहिँ कडा है ल ल ल मनि ल ल जा यो त मैनाको पनि यो म क्यामेरा पकाउनु नि तपाईँ ए ल अनि छ अब खानु त सबै ल ल ल ल ल ल पढ्दै बेला पनि ल ल लु भ्याम ल ल साथीहरू मैले चाहिँ 1K सब्सक्राइबमा 1K नै खर्च गरेको छु अब 2K पुगेपछि 2K नै गर्छु 3K मा 3K नै गर्छु छिटै मिलियन पुऱ्याउने 1 मिलियन खानुपर्छ 1K नै मैले खर्च गर्नु चाहिँ त्यो चाहिँ कत्रो के हेर ए त वो मामा मन दुईटा न ताती गन्छ दुईटा जान्छ ओ भाइ यहाँ आऊ त तेरो हालले दिउँ न हैन आऊ न बादर जस्तो भयो खाएर त्यो भाइलाई नि बोलाऊ ल्याऊ के खाऊ ले चाहिँ होइन मेरो चाहिँ मनी चामलिङ युट्युब छ कि ब्लग होइन त्यहाँ 1K सब्सक्राइब पुगेको छ अनि केक काटेको रमाइलो गर्न आएको ल त्यो तिमी खाऊ ऊ त्यो भाइलाई नि बोलाऊ चलाउँदैन तिमी ठिक छ नचलायो भने अब भाइ खाना आउँछ लु केक काट न अब भाइ यो खाऊ ल युट्युब च्यानलमा मेरो 1K पेज छ होइन अनि आज सेलिब्रेसन गरेको सब्सक्राइब गरिदेऊ ठिक छ होइन चलाउँदैन होला युट्युब ल भाइ माछा पक्रिन आएको ल भाइ ल खाम खाम न लु काट न काटेको यो लगाउन मन त्यो त भयो होला नलगे है कसलाई अनि यो त ओइदिहाल्छ लु खाम न कति डर छ आज गर्मीले मारो हो है एकछिनमा जाने अलि यता फर्क 29% कि 62% हो यो 62 यस्तो चाहिँ हो अब यसलाई पनि त काट्नुपर्छ अलिक मन्याङलाई पनि काटेन भनेको त बिलेट छ त भन्दैछु त खोइ गोजीमा छ बिलेट त गोजी ए पर्दैन अमिला हालेको छ र नि त छ अरे नि त अगाडिदेखि हो अमिला हाल्नु भएको छ यत्रो सकिन्छ खानु सक्नु पर्यो नत्र माछा के त रातो लाग्यो त मेरो त यहाँ हाल्दैछ नि त आन्टीले सबै त्यो तर्फबाट कलर पनि लाग्यो हो चम्ची ल्याएन अब हातले धन्दा चम्ची चम्ची त यो कार्टुनको यो च्यात्र खाँदा नि भ्याउँछ क्या यो छ नि यो काट्नु नि च्याति यो के काट्नु अनि यो पकाउँदैन? यति भएपछि भइगयो तिनवटा भ्याइहाल्छ त्यसले जुगाड हान्नु छाता ल्याउनु म चाहिँ छाता पकाउँछु अब भ्याएर आउनु होला हौ धोएर आउँछ होइन गोला न अनि नै। जुन जानु गोला अँ। ए भन्छ फेरि पनि भन्छ के भन्नु यहाँ माथि यसो माथि पकाएर न यहाँ माथि समात्नु त त्यसो नै यसो पकाएर त थोडा दाडा तिम्रो ओ यसो गर यहाँ राख छाता समाउँछ छाता समाउ पाटा दुलो पर्छ बिचबाट नि थाहा पाउँदैन
पर भने चौरु सबै क्या चौरुकै हुन्छ क्या ल हुन्छ मै खोल्छु क्या हात पनि फोहोर भइसकेको छ भयो त हाम्रो पनि धुनु हेर्दैन नि मजाले ल्याएको छैन क्या तर हामी चाहिँ उति बसेको थियौँ त्यहाँ चाहिँ चर्को घाम भयो अनि यो मोबाइलै यो अफ बनाइदियो क्या त्यो घामको टेम्परेचरले अनि हामी चाहिँ फेरि यहाँ आएको छौँ बसाइ सराई यहाँनिर आएको छौँ त्यही हो साथीहरू अब यहाँ फेरि सफा गरेर यसो अलिअलि सफा गरेर खाने ओर्ने अनि यहाँ माथि स्विमिङ छ खोला जाने त्यहाँ खेल्ने मस्त आजको हाम्रो दिन यतै बित्नेवाला छ चटपटी हानौँ न वान बाइट त ल भने त्यो उलिएको गिलास गिलास छ चटपटी हानौँ के काट्ने चम्ची पनि यहीँभित्र छ मैले गाँस खै चम्ची हामीले चम्ची पनि ल्याउनु पर्छ कस्तो मिठो छ त्यसो एउटा आन्टीले सबै ल्याइदिनु भयो मसलाले मसला सब यति ठिक लिनु छिटो न यो मनी हाल तर खासै ठाउँ सफा भयो नि एउटा दुलो परेको छैन अर्को होला नि यो चाहिँदैन यो त चाहिन्छ होला खोइ खोइ त चम्चीहरू हाम्रो चम्ची यहाँ छ एउटा चम्ची यहाँ चाहिँ चबान खल्ली के काटेको देखिहाल्यो भइगयो यहाँ छ चम्ची एउटा ठिकै चाहिँ ठिकै भनेछ है यहाँ राख्नु यहाँ अम्लो बेस भयो 500 छ फोनको माया लाग्छ धेरै 10 वर्ष टिका मेरो बसाइ चाहिँ अलिक खत्रै भयो क्या म 6 वर्ष पुग्छु ढाड चाहिँ भित्र लुत्रुकै भयो तर हिजोको जस्तै हुन्छ दिन आज पनि होइन ल्याउँछ बेसी अमिलो छ बिहान पानी पर्नु त हल्का शीतल ल गिलास सिसाको गिलास है यो चाहिँ यसलाई चाहिँ काटेर अगाडि पारिदिनु क्या तर ओसियो है एउटा पेनड्राइभ हुन्छ क्या अन्त तपाईँले त एउटा छैन त एउटा माइक छ नि त्यस तलको दिन्छ एउटा होइन त्योमा लाउने अनि पेनड्राइभ घुसाइदिने क्या अनि मोबाइलको सेटिङमा जाने त्यही पेन ड्राइभमै सेभ हुन्छ त्यो पेनड्राइभमै सेभ हुन्छ त्यो पेनड्राइभमा सेभ गर्नु पर्यो भित्री सेटिङमा चाहिँ पसिना छु अनि यस्तो पसिना त आउँदैन थियो कहिले पनि हिजो आज त पर्दै आम्मामा साथीहरू रातो चटपटी भएछ अथवा ढुङ्गा तातो रहेछ हो या मेरो त चिसो ढुङ्गा पऱ्यो आमामा कमिला गिलास अड्काउनु थालो साथीहरू अनि पानी हाल्नु पऱ्यो नि त अब अहिलेको कागज थपन भने दामी हुन्छ होला खोइ खोइ मात्रै भन खाइसकिन साथीहरूलाई पोको पार यस्तो प्लास्टिकमा चाहिँ पोको पार्नु न बरु ल्याउ त फोहोर पनि छ यसमा हाल ला भोला पनि कता हो या पसिना हो पसिना झोलामा हाल्दै स्याम्पू पनि ल्याउनु पर्छ मामासी कुद्दै गरेर ल्याउनु छैन के चाहिँ सक्नु पर्यो खाएर यो बोकेर हिँडिराख्नु अप्ठ्यारो पनि भयो अब यहाँ स्विमिङ जानुपर्छ कमिलाले भ्याएछ ल भ्याउ त ल जे सानो
ह्याप्पी बर्थडे टु मी ह्याप्पी बर्थडे टु मी ल ल लगाइ ह्याप्पी बर्थडे टु मी ह्याप्पी बर्थडे टु मी एक लाइन छु अब केक बेसी खानु पनि नमिठो हुँदैन ल साथीहरू के गर्छ यस्तै छ लास्टै गर्मी चाहिँ फेरि म चाहिँ यो चाहिँ यहाँ हिँडी प्लस चाहिँ यहाँनिर घाउ छ र टाँस्यो क्या यो पसिना छिरेर चाहिँ पसिना छिरेपछि लास्ट पोल्छ अनि त्यही भएर हिँडी प्लस टाँसेको उक्किएको गर्दैछ साथीहरू यहाँ हो स्विमिङ चाहिँ अब यहाँ माथि पनि छ नदी जहाँ भयो नि खेलौँ न एक ठाउँ यहाँ हो यहाँ त गहिरो छ जस्तो छ गहिरो हुन्छ यो कहाँ फोर पानी चाहिँ पर्छ त फोर मुनि चाहिँ फोर छ अर्को चाहिँ कहाँ यति त हजुर ऊ चाहिँ खेलौँ म त्यही तल ठिक छ बरु ए ठिक छ जाउँ यसो होटल पखाल्नु आमा के गरेको आमामा के गरेको ल अब चाहिँ हामी स्विमिङ हान्नुपर्ने हुन्छ है साथीहरू यहाँ चाहिँ लो के गरेको के गरेको देखाउ यहाँ तिमी पनि खोल्नु निकै राम्रो छ ठाउँ चाहिँ खास हेर्दाखेरि चाहिँ अब त स्लिप छ नि त परित भाइ फोहोर पारो पानी चिसो माटो छ अलिकति नै जानु तपाईँको खुस्किँदैन ल गो पानी चाहिँ गाईहरू सानो सानो भए पनि धमिलो भइहाले पनि यस्तो गर्मीमा कसम यो पानी भेट्नु भनेको साह्रै भाग्यमान टाइप सोच्नुपर्छ लास्ट मजा है यति बेला हामी बाहिर भएको पसिनासरी हुन्थ्यो गर्मीले अनि कस्तो मजा कहाँ छ ठाउँ हो गहिरो छैन आइया छैन हौ आइयामा खुट्टा गर्छु खोइ कस्तो डराएको आम्मा यतिको पनि गहिरो रहेछ यहाँ छैन क्या त्यत्रो मास्तिर चाहिँ गएर छ नि फेरि लो ढोएको लौ डराएको लौ छैन गएर ल धान हान डाइभ हान यसले चाहिँ दामी ल उल्टी हुन्छ होला उल्टी हान्दैछौँ दुईजना देख्यो ल 1 2 3 गो भन्नु 1 2 3 गो हाम्रो देखिँदैन होला है तपाईँ कसरी बनाउनु बनाइदिन्छु नत्र राख्नु अब तपाईँ कसरी बनाउनु ल साथीहरू हाम्रो चाहिँ यहाँ खेलिसक्यो यसो एकछिन रमाइलो भइहाल्यो आज वान के स्पेसलै भयो आजको दिन बबाल भयो होडी नि भ्यायो केक पनि खाइयो मोज भयो आमामा माछा कत्रो ठुलो छिरो यस्तो धमिलै बनायो पानी चुम्लिरहेको छ क्या फेरि यहाँ
अरू भन्दा नि एउटा कुरा क्या कटुमा फुस्किँदैछ कट्टु त पानीले अब सिसाहरू रहेछ है त यार ल हामी चाहिँ अब पखालिन जाँदैछौँ यहाँको पानी अलिकति हल्का लेउ थियो क्या हल्का फोहोर थियो अनि पखालिनु भनेर जाँदैछौँ यहाँ पर त्यहाँ हो छ हौ यहाँ अनि त्यही खोला त यसरी बगेर आउनु यहाँ छ त हौ ऊ त्यहाँ गहिरो पनि रहेछ आऊ त ल छिटो पखाल्नु नि ऊ त्यहाँ छ ऊ त्यहाँ हिँड्नु नि के गर्नु त पराउनु आएछ पखाल्नु पर भयो बगुवा पानी छ चाहिँ सफा हुन्छ अब चिसो भयो भने जिउ हट मौसम पनि बबालकै हेर्न आज त्यति साह्रो घाम लागेको छैन नि त भनौँ पनि लाग्नै बाँकी छ लाग्नै बाँकी छ लाग्नु बाँकी छ त हिजोको जतिको हुँदैन कि मलाई त्यस्तै लाग्छ ल हाम्रो चाहिँ के गर्नु अलिकति उब्रेको चटपटे थियो खाइदिउँ जिउ पनि सुक्छ यस्तो एकछिन बस्दा अनि ए निलै आफै गयो ल साथीहरू हामी चाहिँ अहिले चाहिँ छिरेको छौँ तालतलाईको भित्री भागमा अघि हामी आउटमा थियौँ अनि म यहाँ बसिरहेको छु अब चाहिँ मैले यहाँ के खानुपर्ने हुन्छ भने यो खानुपर्ने हुन्छ कागती गाइज क्या चिट चल्दैछ चल्दैछ अपरेसन भैया गर्छ नि लास्ट कमेडी भिडियो भएको छ त्यो लाग्ने छ नि यो बिलेट त यसले त लास्टै भयो म चाहिँ भुइँमै झरेको खानु पऱ्यो चो यो हो नि त आनन्द हानेको साथीहरू तालको छेउमा आएर इन्जोय गर्दै अमिलो कागती 20 रुपियाँको एकजना खाँदै यस्तै भ्यू हेर्दै त्यो 20 रुपियाँको कागती त पोखरसँगै खानुपर्ने हुन्छ है मामा अनि अर्को कुरा चाहिँ मैले युट्युब च्यानल चलाएको चाहिँ लगभग झन्डै 2 वर्ष भइसक्यो होला 2 वर्षभित्र मैले 1K पुऱ्याउन सफल भएँ त्यो तपाईँहरूकै साथ सपोर्ट माया दियो यस्तै साथ सपोर्ट माया देखाइदिनु होला छिटै 2K सब्सक्राइबको पनि मैले चाहिँ सेलिब्रेसन गर्न पाऊँ तपाईँहरूलाई देखाउन पाऊँ होइन त्यही हो म एकदमै खुसी छु यसो 1000जना मान्छे चाहिँ मसँग जोडिनु भएको छ युट्युबमा मेम्बर बन्नुभएको छ होइन हामी सबै के हो फ्यामिली भइसकेको छौँ त्यही भन्न चाहे साथीहरू सबैलाई अनि सबैलाई धन्यवाद थ्याङ्क यू है तपाईँहरूसँग भेटेर चाहिँ कुनै दिन सेलिब्रेसन गरौँला त्यो चाहिँ 2000मा अन्त साथीहरू तालतलाईको चाहिँ यहाँनिर चाहिँ बोटिङ खेल्ने ठाउँ आएको छौँ यो एउटा बोट खेलेको चाहिँ 200 अरे सोध्दैन त्यो तरकारी भनेको
ल साथीहरू हामी चाहिँ अब चाहिँ यहाँबाट तालतलाबाट चाहिँ फर्किन लागेको घर अहिले दिउँसोको 2 बजिसकेको छ बिहानै हामी लगभग 10 बजीतिर यहाँ आएको थियौँ होला कोही थिएन त्यति बेला अहिले त थुप्रो मान्छे पनि छ अब त्यही हो मेरो 1K सब्सक्राइब पुगेकोमा म खुसी छु तपाईँले पुऱ्याइदिनु भयो अब छिटै 2K पनि आउँछ होइन सब्सक्राइब गर्नु होला ल आजको भिडियो यहीँसम्म साथीहरू हेरेर इन्जोय गर्नु होला स्वास्थ्य रहनु होला मस्त रहनु होला आजको भिडियो यहीँसम्म हुन्छ ल गाइस बाई त्यही हो